नमस्कार, अपराह्न 3 बजेको ग्रेस बुलेटिनमा स्वागत छ। साथै कृष्णसँगै म अशोकको। तपाईँ हामीलाई यतिखेर इन्टरनेट मार्फत www.gracefm.com.np बाट पनि संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। सुरु गरौँ अहिलेसम्मका प्रमुख बुलेटिन शीर्षकहरूबाट। धोका नहुने हो भने एकीकृत माओवादीको शर्त मान्नुपर्ने देवाको सुझाव, माओवादीको कुरामा शंका नगर्न आग्रह। राष्ट्रपति र प्रचण्ड बीच भेटवार्ता, भोलिसम्म सहमति जुट्ने प्रचण्डको दावी। प्रधानमन्त्रीद्वारा मुगुमा सड़कको उद्घाटन, भट्टराई पक्षीय 60 मजदूर वैद्य माओवादीमा प्रवेश। चितवनको माडीमा फेरि पनि हात्तीले आतंक, एक दम्पतिको मृत्यु, तातोपानी नाकामा प्रहरीले 3 किलो सुन बरामद। पेशावरमा भएको आक्रमणमा 10 जनाको मृत्यु, उता जापानमा संसदको तल्लो सदनका लागि मतदान जारी। र ए डिभिजन लिगमा पुलिस बाँसबारीको खेल गोल रहित बराबरीमा सम्पन्न, 3 स्टार र जाउला खेल मैदानमा। अब बुलेटिन विस्तारमा। नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले धोका नहुने हो भने एकीकृत नेकपा माओवादीले अगाडि सारेको शर्त मान्दा पनि फरक नपर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबले शुरू गरेको रिपोर्टर्स क्लब नेपालको अभियान तत्काल राष्ट्रिय सहमतिको सरकार अभियान अन्तर्गतको विशेष साक्षात्कारमा देउवाले सधैँ अविश्वास गरेर मात्रै पनि नहुने बताउनु भयो। एकीकृत माओवादी नेतृत्वको सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने र संविधानका बाधा अड्काउ फुकाएर नेपाली कंग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्ने भनी पछिल्लो समयमा अगाडि सारेको शर्तको बीचमा संचारकर्मीले राखेको जिज्ञासामा देउवाले उक्त धारणा राख्नु भएको हो। उहाँले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रपतिले दिएको समय भित्रै सहमति बन्छ भनेर भनेको कुरामा समेत शंका र अविश्वास नगर्न सबैलाई आग्रह गर्नुभयो। संविधानका सबै अन्तर्वस्तुमा अहिले सहमति बन्ने भए पनि संविधान सभा पुनर्स्थापना गरेर संविधान जारी गर्न सकिने उल्लेख गर्दै उहाँले अन्तर्वस्तुमा सहमति हुने भन्ने कुरा असम्भव रहेकोले निर्वाचनमा जानुको विकल्प नरहेको तर्क गर्नुभयो। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा सहमतीय सरकार बनाउन सहमति जुट्ने बताउनु भएको छ। अहिले मुलुक सहमतितर्फ अगाडि बढेकाले अब छलफललाई तीव्र बनाउने प्रचण्डको भनाइ छ। शीतल निवासमा आज राष्ट्रपति डाक्टर रामवरण यादवसँगको भेटपछि अध्यक्ष प्रचण्डले कंग्रेस, एमाले, मधेसी मोर्चा र अन्य दलहरूसँगको छलफल सहमति नजिकतिर अगाडि बढेकाले देश सहमतितर्फ अगाडि बढेको बताउनुभयो। राष्ट्रपतिसँगको भेटमा आफूले सहमतिका लागि अहिलेसम्म भएका छलफल तथा निर्वाचनका विषयमा भइरहेको प्रगतिका बारेमा जानकारी गराएको पनि प्रचण्डले बताउनुभयो। राष्ट्रपति यादवले आजै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजय कुमार गक्सादारसँग पनि भेट गर्नुभएको छ। हिजै एकीकृत माओवादी अध्यक्ष प्रचण्डले कंग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग पनि छुट्टा छुट्टै भेट गर्नुभएको थियो। प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि जुम्ला नागमा सड़क खण्डको उद्घाटन गर्नुभएको छ। सड़क उद्घाटनका लागि प्रधानमन्त्री भट्टराई आज बिहान मुगु पुग्नु भएको हो। सड़क उद्घाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीका साथमा उप प्रधानमन्त्री नारायण काजी श्रेष्ठ, गृहमन्त्री विजय कुमार गक्षेदार, प्रधान सेनापति गौरव शमशेर जबरा लगायत 36 जनाको टोली पुगेको छ। 94 किलोमिटर गमगढी नगमा सड़क खण्डको नेपाली सेनाले 2064 साल चैत 12 गतेबाट निर्माण कार्य थालेको निमित्त स्थानीय विकास अधिकारी वीरबहादुर रावलले जानकारी दिनुभयो। सहमतीय सरकार गठनको लागि दलहरूले अनौपचारिक र द्विपक्षीय छलफललाई जारी राखेका छन्। राष्ट्रपतिले चौथो पटक दिनुभएको समयसीमा भोलि सकिन लाग्दा आज दिनभर दलहरू छलफलमा व्यस्त रहने भएका छन्। भोलि नै सहमतिमा पुग्ने गरी आज सबै किसिमका छलफललाई जारी राख्ने एकीकृत माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। दलहरू आफ्नै अडानमा कायम रहेपछि सहमतिको सरकार गठन गर्ने राष्ट्रपतिको आग्रहले सार्थकता पाउन सकिरहेको छैन। एकीकृत माओवादी प्रवक्ता सापकोटाले दलहरूबीच सैद्धान्तिक सहमति भइसकेको तर केही कुरा मिल्न सके भोलि नै सहमति हुने बताउनुभयो। प्रतिपक्ष दलहरूले सहमतीय सरकारको नेतृत्वका लागि नेपाली कंग्रेस सभापति सुशील कोइरालालाई साझा उम्मेद्वारीका रूपमा अगाडि सारे पनि एकीकृत नेकपा माओवादीले संविधान सभामा यसअघि भएका सहमति लगायतका विषयमा प्याकेजमा सहमति हुनुपर्ने अडान राखेपछि कुरो अड्किएको हो। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पछिधर 60 मजदूर नेता कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन्। राजधानीमा आयोजित कार्यक्रममा विद्रोह र स्वागत कार्यक्रममा अखिल नेपाल होटल मजदूर संघका अध्यक्ष
होम सुवेदी, सचिव राजु बडु लगायतका सहितका 60 जना वैद्य नेतृत्वको माओवादीमा प्रवेश गरेका हुन्। उनीहरूलाई माओवादी सचिव नेत्र विक्रम चन्द विप्लव सहितका नेताहरूले स्वागत गर्नुभएको थियो। चन्दले प्रचण्ड र बाबुराम नवसंशोधनवादी र दलालको पनि दलाल भएको आरोप लगाउनुभयो। मजदूर नेता रामदेव आचार्यले शान्ति प्रक्रियामा आएपछि प्रचण्डले खोलाले बगाएको भनेको बन्दुक आफूसँग रहेको बताउनुभयो। विश्रामपछि ग्रेस बुलेटिनमा पुनः स्वागत छ। अब बाँकी खबरहरू। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा सहमति सरकार बनाउन सहमति जुट्ने बताउनु भएको छ। अहिले मुलुक सहमतितर्फ अगाडि बढ़िरहेकाले अब छलफललाई तीव्र बनाउने उहाँले बताउनुभयो र यही विषयसँग सम्बन्धित रहेर आज हामीले जनताको विचार बुझ्न जनमत प्रश्न राखेका छौं। ग्रेस बुलेटिनमा पालो जनमतको जनमतको लागि आजको प्रश्न। एकीकृत माओवादी अध्यक्ष प्रचण्डले भोलिसम्ममा सहमति सरकार बनाउन सहमति जुट्ने बताउनुलाई तपाई कसरी लिनुहुन्छ? अप्सन नम्बर ए, बोली मात्र हो काम गर्ने होइन, र अप्सन नम्बर बी, सरकार होइन म्याद थप्ने सहमति चाहिँ हुन्छ। प्रश्न पुनः एकपटक। एकीकृत माओवादी अध्यक्ष प्रचण्डले भोलिसम्ममा सहमति सरकार बनाउन सहमति जुट्ने बताउनुलाई तपाई कसरी लिनुहुन्छ? अप्सन नम्बर ए, बोली मात्र हो काम गर्ने होइन, र अप्सन नम्बर बी, सरकार होइन म्याद थप्ने सहमति चाहिँ बन्छ। यदि अप्सन मध्ये तपाईलाई कुन चाहिँ ठिक लाग्छ मोबाइलको मेसेज बक्समा गई GFM टाइप गरी एक स्पेस छोडे GB टाइप गरेर फेरि एक स्पेस छोडेर ए अथवा बी मध्ये एउटा टाइप गरी 4555 मा पठाउन सक्नुहुनेछ। जनमतको अन्तिम नतिजा साँझ 6 बजेको ग्रेस बुलेटिनमा प्रसारण गर्नेछौं। कृपया मत जाहेर गरिदिनुहोला। पनौती नगरपालिकाले आज पनौती बस पार्क क्षेत्रमा सर्वसाधारणका खुद्रा व्यापारीहरूद्वारा राखेको पसल तथा टहराहरू भत्काएको छ। नगरपालिकाले पहिले नै टहराहरू हटाउन सूचना प्रसारित गरे पनि व्यापारीहरूले त्यसको व्यवस्था गरेकोले बाध्य भएर भत्काउनु परेको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो। तर व्यापारीहरूले भने नगरपालिकाले जबरजस्ती 81 टहरा भत्काएको आरोप लगाएका छन्। पनौती सरसफाई अभियानका अध्यक्ष राजाराम सैजुले आउँदा दिनहरूमा पनौती बस पार्क 11 स्थित तरकारी तथा फलफूल सटर निर्माण कार्य भइरहेकोले उठाइएका टहराका व्यापारीहरूलाई व्यवस्थित तरिकाले राखिने जानकारी दिनुभयो। उहाँले पनौती बस पार्क सरसफाई अभियान अन्तर्गत अव्यवस्थित टहरा हटाइएको बताउनुभयो। काभ्रे पाँचखाल स्थित तीनपिप्ले युवा क्लबद्वारा आयोजित एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ। रेउकाई इकाइको मासुनागा आँखा प्राविधिक सहयोगमा सञ्चालित शिविरमा 251 जनाले आँखाको उपचार गराएका, जसमध्ये 15 जना मोतियाबिन्दका रोगी फेला परेका छन्। मोतियाबिन्दी रोगीको उपचार गर्न क्लबले समेत आर्थिक सहयोग गर्ने क्लबका सचिव सुजन राजवंशीले जानकारी दिनुभयो। मोतियाबिन्दीको उपचार मंगलबार हुने केदार नापितले जानकारी गराउनु भएको छ। चितवनको माडीमा फेरि पनि हात्तीले आतंक मचाएको छ। माडीको गर्दी 9 स्थित द्रौपदी नगरमा हात्तीको आक्रमणबाट एक दम्पतिको मृत्यु भएको छ। गैराती गाउँमा पसेको हात्तीको आक्रमणबाट स्थानीय 65 वर्षीय बुद्धिराम बोटेको घटनास्थलमै मृत्यु भएको छ भने आक्रमणबाट घाइते उहाँकी 60 वर्षीय श्रीमती जरोया बोटको उपचारको लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। राति सुतिरहेका बेला हात्तीले घर भत्काएको र धानको भकारी फोरेर बोटे दम्पतिलाई आक्रमण गरेको इलाका प्रहरी कार्यालय बसन्तपुर माडीले जनाएको छ। रातको समयमा आतंक मचाउने हात्ती धुर्वे नै भएको स्थानीय बासिन्दाहरूको भनाइ छ। धुर्वे हात्तीलाई दीर्घकालीन नियन्त्रण गर्न भनिए पनि निकुञ्ज प्रशासनको असफल प्रयास जारी रहेको छ। सशस्त्र प्रहरी बल एपीएफले सिन्धुपाल्चोकको तातोपानी भन्सारमा रहेको पैठारी गेटबाट झण्डै 3 किलो सुन बरामद गरेको छ। सशस्त्र प्रहरी बल भन्सार सुरक्षा बेस तातोपानीबाट सशस्त्र प्रहरी हवलदार बालकृष्ण देवकोटाको कमाण्डमा खटिएको एपीएफको टोलीले आज बिहान यति परिमाणको सुन बरामद गरेको हो। प्रहरीले रुमालको पोकाभित्र लुकाएर ल्याएको अवस्थामा सुन फेला पारेको जनाएको छ। प्रहरीले नियमित जाँचका क्रममा सुन फेला पारेको जनाएको छ। सुन कसले त्यहाँ ल्याएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। क्रेस बुलेटिनमा अब अन्तर्राष्ट्रिय खबर।
पाकिस्तानको पेशावर स्थित एक विमानस्थलमा तालिबानी लडाकुले गरेको हमलामा 10 जनाको मृत्यु भएको छ। हमलामा 40 भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा 5 जना आक्रमणकारी समेत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। स्थानीय जबरल विमानस्थलमा विस्फोट पदार्थले भरिएको सवारी साधन लिएर प्रवेश गरेका हमलाकारीले विमानस्थल परिसरको भित्तामा सवारी साधन ठोक्काएर विस्फोट गराएका थिए। राष्ट्रपति